एकदम सबैजनालाई धेरै धेरै धन्यवाद तथा एकदम धन्यवाद दिन चाहन्छु। हाम्रो छोटो निमन्त्रणा पनि स्वीकार गरेर हजुरहरू यहाँसम्म आइदिनु भयो। सम्पूर्ण यहाँ उपस्थित साथीहरू माता पिताको आशीर्वाद लिएर हजुरआमाको आशीर्वाद लिएर त्यहाँ सम्पूर्ण देवी देवताहरू मन्दिरहरूको आशीर्वाद लिएर आज हामी एउटा पुण्य काम है 2079 सालमा हामी जतिखेर निर्वाचन थियो निर्वाचनमा हामीले यसै गरेर यही ठाउँबाट चाहिँ हामीले उम्मेदवारी घोषणा गरेका थियौँ। 7,000 जना डक्टरमा चाहिँ स्कलरसिपमा अगाडि टप 22मा नाम निकाल्दाखेरि चाहिँ उहाँहरूले अरू देशमा भएको योग्य बनाउँथे। तर त्यतिखेरको निर्वाचन आयोग र त्यतिखेरको सर्वोच्च अदालतबाट लड्दा पनि हाम्रो एउटा अधुरो सपना थियो स्वर्गको टुक्रा रूपन्देही स्पेसल्ली क्षेत्र नम्बर 2 र समग्र लुम्बिनी प्रदेशलाई एउटा विकास गर्ने नयाँ बाटोतिर लैजाने र नयाँ गन्तव्यमा पुर्याउने भन्ने चाहना थियो। त्यो चाहना हाम्रो लडाइँ सङ्घर्षहरू आफ्ना कामहरू आफ्ना अभियानहरू र आफ्ना सबै कुराहरू जारी राखेर त्यो सम्पूर्ण त्यतिखेरका हाम्रो पढाइहरू सबै कुराहरू सकेर अब पूर्ण रूपमा जनताहरूलाई जुन हाम्रो घर दैलो कार्यक्रम गर्दै गर्दै हामी पारीसम्म यो देवीनगरसम्म आउँदाखेरि हामीले त्यहाँबाट रोकिनु परेको अवस्था आएको थियो। त्यही सपनालाई पुरा गर्न त्यही बाचाहरूलाई पुरा गर्न र त्यसैलाई पुरा गर्नका लागि आज हामी रूपन्देही क्षेत्र नम्बर 2 पहिला सुरु हाम्रो प्लानहरू भन्न चाहन्छु योजनाहरू भन्न चाहन्छु। हाम्रो योजना ए र बी योजना छन्। ए योजना यो हामीले काठमाडौँमा गएर पनि हामीले पर्सि भन्नेछौँ। आज हामी बुटोलबाट घोषणा गर्नु पर्दाखेरि योजना ए भनेको चाहिँ हामी सम्पूर्ण जनताहरू मिलेर हाम्रा मागहरू अस्ति जुन आन्दोलन भयो जुन 80 जनाले ज्यान गुमाउनु पर्यो त्यतिखेरका हाम्रा जे माग राखेर हाम्रो आन्दोलन गरेका थियौँ हाम्रा मागहरू थिए कि होइन। अनि 46 साल यताको सम्पूर्ण नेता कर्मचारीको छानबिन गर्ने हत्याराहरूलाई कारवाही गर्ने र संविधान संशोधन गरेर प्रदेश सभा र राष्ट्रिय सभा खारेज गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी घोषणा गर्ने हाम्रो प्लान ए अन्तर्गत चाहिँ हाम्रो चाहिँ यही माग पुरा गर्नका लागि हामी देशव्यापी रूपमा सङ्गठित भएका छौँ र देशव्यापी रूपमा जुटेर हुँदा हामीले 27 गते काठमाडौँमा राष्ट्रिय भेला पनि गर्दैछौँ। त्यसमा सबैजना आइदिनु होला। यति सम्भव भयो भने हामीले यो गर्नेछौँ। तर जतिखेर अब हामी यो काम गर्नको लागि लगभग एक्लै भएको अवस्था भइदियो कि के भयो भन्दाखेरि चाहिँ हामीलाई अरूले धोका दिएको भए अरूले नमानेको हामीलाई फरक पर्दैन। तर आफ्नै साथीभाइ सबैजना चुनाव भन्दै हिँड्न थाले, कोही उता गोर्खामा हिँड्न थाले, कोही गडलधुरातिर हिँड्न थाले, कोही कता हिँड्न थाले। भनिसके पछाडि एक्लै रोएर एक्लै कराएर र सरकारले सेनै परिचालन गर्छु भनिसके पछाडि हामी एक्लैले अब कतिसम्म विरोध गर्ने कहिलेसम्म लड्नु भनेर चाहिँ प्लान बी अन्तर्गत यदि चुनावै भइहाल्यो यदि त्यस्तो अवस्था आयो भने पनि हामी चाहिँ किन तयार नहुने भनेर हामीले 165वटै स्थानमा हाम्रा उम्मेदवारहरू तयार गरिरहेका छौँ। र रूपन्देही क्षेत्र नम्बर 1 मा हाम्रो लक्ष्मण बस्याल छ, 2 मा म, क्षेत्र नम्बर 3 मा हाम्रो धनबहादुर केसी सर, 4 मा 5 मा हाम्रो सबै क्षेत्र लगायत देशैभरिका क्षेत्रमा हाम्रा तयार छन्। र हाम्रो उम्मेदवार हामी एउटा नयाँ पार्टी तो बनाएर हिँड्न खोजेको होइन। हामीले अहिले भएका राष्ट्रिय स्वतन्त्र पार्टी अनि फेरि यो हाम्रो उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टी स्पेसल्ली हाम्रो रवि लामिछाने, कुलमान घिसिङ र हर्क साम्पाङसँग हाम्रो भोलि मिटिङ रहेको छ। उहाँहरूसँग पनि मिलेर हामीले सहकार्य गरेर सकिन्छ एकतै गरौँ, नसके पनि एउटा चुनावी तालमेल गरौँ भनेर भोलि पर्सि हाम्रो चाहिँ काठमाडौँमा चुनावी तालमेलका लागि चाहिँ भेला रहेको छ। तपाईँहरू सबैजना आइदिनु होला पनि भन्न चाहन्छौँ। अहिले हामीले यहाँ घोषणा गर्दै गर्दाखेरि चाहिँ म सम्पूर्ण नयाँ शक्ति तथा वैकल्पिक शक्तिहरू इभन दुर्गा प्रसाददेखि सबैजनालाई चाहिँ मैले के भन्न चाहन्छु भन्दाखेरि जुन हामीले 40-70 वर्षदेखिको साम्राज्य र 40 वर्षदेखि चाहिँ जुन तरिकाले दमन पीडा भएको थियो त्यो अति भइसकेपछि हामीले सहनै नसकेर भदौको 23 र 24 गते सेप्टेम्बर 8 र 9 तारिकमा चाहिँ हामीले त्यतिखेर गर्न बाध्य भएका थियौँ विद्रोह गर्न। त्यो विद्रोह गरिसके पछाडि हाम्रो प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्यालले नेपाली जनतालाई र जेनजीलाई चाहिँ एकदमै घात गर्नुभयो। उहाँहरूले धोका दिनुभयो। उहाँहरूले जे माग थियो त्यो पुरा माग नगरिकन उहाँहरूले जब चुनाव मात्र गर्नुभयो। त्यो भनेको इतिहासकै नालायक र इतिहासकै खत्तम काम हो भनेर म यहीबाट सम्पूर्ण जनताहरूलाई सचेत गराउन चाहन्छु। र अझै पनि म के अनुरोध गर्न चाहन्छु भन्दा प्रधानमन्त्रीज्यू गृहमन्त्रीज्यूलाई तपाईँहरूलाई त्यहाँ राखेको चाहिँ स्पेसल्ली भन्नुपर्दाखेरि भ्रष्टाचारको छानबिन गर्नुहोस्, 40 साल यता सम्पूर्ण नेता कर्मचारीको छानबिन गर्नुहोस् र उहाँहरूले कारवाही गर्नुहोस् भन्ने कुराहरू हो। हामीले व्यक्तिगत रूपमा हामीलाई कसैसँग केही आपत्ति छैन। जसले भ्रष्टाचार गरे उनीहरूलाई कारवाही हुनु पर्यो, जसले राम्रो काम गरे उनीहरूलाई सम्मान हुनु पर्यो, जसले यो देशलाई घात गरे उनीहरूलाई कारवाही हुनु पर्यो, जसले यो देशलाई राम्रो गरे उनीहरूलाई सम्मान हुनु पर्यो भन्ने एउटा चाहना सहित हामी आज यहाँ आएका छौँ। र आजको यो कार्यक्रममा हामीले उम्मेदवारी घोषणा र यहाँका योजनाहरू यहाँका कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छौँ।
सबैभन्दा पहिला श्री गणेशाय नमः ओम नमः शिवाय भनेर हजुरहरू सबैजनालाई रूपन्देही क्षेत्र नम्बर 2 मा हामीले गरेका बाचाहरू के थिए, अहिले के गर्दैछौँ र अब के गर्दैछौँ भनेर म भन्न चाहन्छु। पहिला सुरु रूपन्देही क्षेत्र नम्बर 2 भित्र के पर्छ भनेर म हजुरहरूलाई भन्न चाहन्छु। सैना महिनाको वडा नम्बर 1 देखि 4 सम्म, बुटोलको वडा नम्बर 1 देखि 13 सम्म, तिलोत्तमाको वडा नम्बर 1 देखि 6 सम्म यो क्षेत्रहरू पर्छ। मुर्गियादेखि मणिग्रामसम्मको क्षेत्र पर्छ। पहिला सुरु म सैना महिना वासीहरूलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि पहिला सुरु सैना महिना चाहिँ कसरी हो भनेर बुझ्न जरुरी छ है। महिना चाहिँ भनेको चाहिँ पार्वतीको आमाको नाम हो है। त्यहाँ चाहिँ राज्य थियो एउटा, त्यो राज्यको छोरीको राजा र रानीको छोरीको नाम चाहिँ रानी बगिहालीको रानीको बगैँचा हो। त्यहाँ हामी ठुलो बगैँचा बनाउँदैछौँ। त्यहाँ राजा कुवा रानी कुवा छ, त्यहाँ दरबार थियो। त्यो दरबार पनि हामीले पुनः एउटा खोलेर त्यहाँ एउटा सङ्ग्रहालयको रूपमा त्यो ठाउँमा हामी विकास गर्दैछौँ र त्यसमा साथ दिनु होला। र सैना महिनाको अलपत्र परेका योजनाहरू स्पेसली सैना महिनाको जुन रङ्गशाला छ त्यो साह्रै अलपत्र परेको छ। त्यसलाई हामी तत्काल अगाडि बढाउनका लागि हामी अगाडि बढ्नेछौँ। अर्को भनेको चाहिँ सैना महिनाको जुन दह छ है, अनि त्यो दहमा चाहिँ जुन माथि ड्याम बनाउने हाम्रो प्लान थियो है, त्यो पनि अहिले अलपत्र परेको अवस्था छ। त्यसलाई पनि हामी अगाडि बढाउनेछौँ। अर्को चाहिँ रिप्लेस सेन्टर भनेर साधारण उतापट्टि जुन बनाएको थियो त्यसको पनि हालत साह्रै खराब छ। र त्यो सँगसँगै जुन एउटा नगर अस्पताल भनेर बनाएको अस्पताल न नगर अस्पताल चलेको छ न के छ। यी भनेका मेन मुख्य समस्या हुन् भने त्यहाँको स्वास्थ्य क्षेत्र निकै नै दयनीय अवस्था छ। रूपन्देहीमै भए पनि हामीले त्यहाँ केही गर्न सकेका छैनन्। त्यसलाई अगाडि बढाउने बाचा गर्न चाहन्छु। यही हाम्रो बुटोलको कालिका स्कुल, बुटोलको यस्ता माथिको स्कुलहरू, यो स्कुलको नतिजा यस्तो राम्रो आउँदाखेरि सैना महिनाको र तिलोत्तमाको हाम्रो कम्पेरिटिभली त्यति राम्रो बनाउन सकेका छैनन्। त्यही भएर त्यो सुधारको लागि र विद्यालय सुधार कार्यक्रम र क्याम्पस शिक्षा सुधार कार्यक्रमहरूलाई पनि हामी अगाडि बढाउनेछौँ। त्यो सँगसँगै लाल पूर्जाको समस्या ठुलो समस्या छ। सैना महिनाको अहिले पनि हेर्ने भने धेरै जमिनको चाहिँ लाल पूर्जाहरू दिन्छु भनेर पनि अड्काइरहेको छ होइन। यो सैना महिना र बुटोल र तिलोत्तमाको पनि समस्या हो। हाम्रा सुकुम्बासीहरूलाई पनि लगभग 2-3 जोडीसम्म लाल पूर्जा दिन्छु भनेर भोट मागियो, तर आजसम्म लाल पूर्जा दिएको अवस्था पनि छैन। र जहिले पनि भोट ब्याङ्क मात्र बनाएको र आन्दोलनमा मात्र बनाएको हुँदाखेरि हजुरहरू सबैलाई चाहिँ अहिले भूमि आयोगमा हामीले विरोध गरेका थियौँ। अहिले भूमि आयोग फेरि पुनर्स्थापना भएको छ। त्यही भएर तपाईँहरू सबैजनालाई चाहिँ हामीले लाल पूर्जा दिने र मोतीपुर जुन क्षेत्र छ त्यसको लागि मौजातहरू नपाएको अवस्था र अन्य क्षेत्रहरूले मौजातहरू नपाएको अवस्था छ। हजुरहरूको मौजात दिलाउनको लागि दिनरात लड्ने कुरा पनि म यहीबाट जानकारी दिन चाहन्छु। सैना महिना क्षेत्रको अर्को एउटा समस्या, साह्रै ठुलो समस्या चाहिँ के छ भन्दाखेरि त्यहाँनिरको किसानको उत्पादनहरूका लागि बजार छैन। 1600 भन्दा धेरै किसान रहेको हाम्रो सैना महिनामा व्यावसायिक किसानहरू अहिले 200 देखि 300 वटा व्यावसायिक फार्महरू पनि छन्। तर त्यसको लागि बजार व्यवस्थापनको लागि र किसानलाई चाहिने अनुदान मल सबै कुराहरू नपुगेको अवस्था छ। त्यो कुराहरू पुर्याउनका लागि पनि अगाडि बढ्नेछौँ। र सैना महिनाको टोल नगरदेखि टोल वडादेखि नगरसम्मको हाम्रो टिमहरू बनेको छ। हरेक वडामा हामीले एउटा मेड इन नेपाल स्टोर बनाउने र हरेक वडामै हामीले सङ्कलन केन्द्र वितरण केन्द्र बनाएर त्यहाँको किसानको उत्पादनहरूको सबै कुरा व्यवस्था गर्ने बाचा पनि हामी यहीबाट गर्न चाहन्छौँ। अब हामी हुन समग्र रूपमा भन्नुपर्दाखेरि हाम्रो बुटोल नगरी भनेको यस्तो पवित्र यस्तो राम्रो क्षेत्र हो जसले चाहिँ इतिहास रचेको छ। अङ्ग्रेजहरू आउँदाखेरि चाहिँ एउटा मात्र यस्तो किल्ला हो जुन किल्लाले अङ्ग्रेजलाई रोकेको हो। अरू सबै ठाउँमा चाहिँ जस्तो वीरभद्र कुँवरमा पनि जिते, यता पनि जिते, उता पनि जिते, धेरै ठाउँमा जितिसके पछाडि चाहिँ यहाँ आउँदाखेरि चाहिँ हामीले जुन पाल्पासम्मको राज्यलाई जितेर चाहिँ हामीले होइन उनीहरूले बढदिवाल भन्दै बुटोल भएको हाम्रो यो ठाउँ अत्यन्त सुन्दर कसौली बजार जुन हाम्रो सुन्दर नगरी छ। वडा नम्बर 1 र वडा नम्बर 2 का समस्याहरू म हजुरहरूलाई यहीबाट भन्न चाहन्छु। वडा नम्बर 1 र वडा नम्बर 2 मा मुख्य समस्या भनेको त्यहाँनिरको हाम्रो के छ तटबन्धको समस्या छ। विगत 30 वर्षदेखि चाहिँ राम्रो तटबन्ध गर्ने सबै कुरा गर्ने भनेर भने पनि यो बुटोलमा अहिलेसम्म त्यसलाई राम्रोसँग तटबन्ध गर्न सकिएको छैन। र अहिले पनि उहाँहरू चाहिँ बसी चाहिँ कहिले बाढी आउने हो कि असारसम्ममा राम्रोसँग सुत्न सक्ने अवस्था छैन। त्यही भएर म हजुरहरूलाई एकदमै के विश्वस्त दिलाउन चाहन्छु भन्दा अबको हाम्रो लडाइँ र अबको हाम्रो सङ्घर्ष भनेको चाहिँ तपाईँको जुन कसौली बजार र बुटोलको वडा नम्बर 1 र 2 भनेको चाहिँ बुटोलको मुख्य बजार र सबभन्दा पुरानो बजार हो। सबभन्दा पुरानो बजार जतिखेर 1980 सालमा चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ होइन पहाडबाट घिउ लिएर आउने, उताबाट नुन लिएर आउने, घिउसँग नुन साटेर चाहिँ हामी फाइदामा हुन्थ्यौँ। तर अहिले हामी व्यापार घाटामा छौँ है। बुटोल भनेको व्यापारिक केन्द्र हो। त्यसपछि बुटोलमा आएर हुँदेर अब धेरैजनाले नेवारदेखि लिएर सबैले आएर यहाँबाट व्यवसाय सुरु गरेर यसलाई व्यापारिक केन्द्र बनाउनु भयो। तर त्यसमा चाहिँ एकदमै धेरै समस्याहरू छन्। बुटोलको खस्यौरी बजारमा जुन घरहरू छन्
जुन ठाउँहरू छन् त्यो सबै कुरालाई अगाडि बढाएर हामीले त्यसलाई एउटा एउटा भनेको चाहिँ बुटवलको सांस्कृतिक नगर के त्यहाँको घरहरू पनि कि नेवारको जस्तो हुनु पर्यो कि थारूको जस्तो हुनु पर्यो त्यो खालको एउटा चाहिँ हाम्रो पर्यटकीय होमस्टे मोडलमा चाहिँ त्यसलाई हामीले विकास गर्ने भनेर जुन हाम्रो पारी बुटवलको कसैली बजार लगाएर त्यसलाई योजना बनाएका छौँ। स्पेसली बुटवलको सबभन्दा ठुलो समस्या वडा नम्बर 3, 4 र 5 र 6 र 7 सम्म पनि यो समस्या पुगेको छ। त्यो भनेको ज्योतिनगरको समस्या हो। ज्योतिनगरको डाँडो भनेको चाहिँ हामीले करिब 5 वर्ष अगाडिदेखि चाहिँ यो ठाउँहरूलाई त्यसलाई कि त समाधान यसलाई चाहिँ हामीले कस्तो खालको योजना बनाएको थियौँ भन्दाखेरि चाहिँ तलबाट ठुलो वाल लगाउने र माथिबाट सम्म बनाउने है। त्यहाँ चाहिँ भन्न त्यो गरेर चाहिँ त्यहाँको जुन अहिले ज्योतिनगरको डाँडो चाहिँ 3वटा भागमा खस्न लागेको छ। एउटा यतापट्टि खस्दा जस्तो भएको छ, एउटा यतापट्टि खस्दा जस्तो भएको छ, यतापट्टि खस्दा जस्तो भएको छ। यो चाहिँ जुन हाम्रो 72 सालको भूकम्पमा सर्किएको थियो त्योभन्दा अगाडिको भूकम्पमा पनि त्यो भएको थियो। त्यो माथिबाट हामीले लगभग 5 देखि 6वटा त्यसको रिपोर्टहरू अध्ययनहरू पनि हामीले विज्ञहरू ल्याएर त्यहाँ पनि गर्नुभएको छ। त्यो सबै रिपोर्टहरू हेर्दाखेरि चुरे वन लगायत सबैसँग हामीले सोद्धाखेरि चाहिँ उहाँहरूले के भन्नुभएको छ भन्दाखेरि चाहिँ यसको समाधान गर्नको लागि हामी सकिन्छ, तर असारसम्म हामीलाई बोलाएर भएन। हामीलाई असोज कार्तिक मङ्सिरमा बोलाउनु पर्यो है। किन भन्दाखेरि चाहिँ असारसम्म बोलाउँदाखेरि अध्ययन गरेर जाँदा पनि पानी पर्ने र चिप्लो हुने, त्यसले गर्दा हामीले राम्रो अध्ययन गर्न पाइन्न भन्नुभएको छ। म बुटवल नगरपालिकालाई के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ असारे बजेट ल्याएर त्यहाँ गएर थुपारेर हाम्रो मेयर साहबलाई त्यहाँ गएर उडेर 2-4 बिरुवा रोपे जस्तो गरेर 2-4 जाली लाए जस्तो गरेर हुँदैन। समाधान गर्ने हो भने अहिलेदेखि समाधान सुरु गर्नुपर्छ, अहिलेदेखि त्यो कामहरू गर्नुपर्छ। र जुन पोहोर साल हेर्नु न त्यहाँ ढुङ्गा खसेर कतिजनाको घरमा छिर्यो है। हरेक वर्ष बाढी आएर भेलाएर उडेर गइरहेछ। यदि त्यो खस्यो भने ट्राफिक चौकदेखि गोलबागदेखि लिएर हाम्रो यतापट्टिको भनौँ न ज्योतिनगरदेखि लिएर यतापट्टिको हाम्रो जाने भनौँ न त्यो हाम्रो यो विपनगरसम्मको ठाउँलाई त्यसले असर गर्छ। त्यो हुँदाखेरि चाहिँ ज्योतिनगरको व्यवस्थापन बुटवलको लागि सबभन्दा ठुलो चुनौती हो। यसको दीर्घकालीन रूपमा समाधान हुनुपर्छ। यो समाधान गर्नका लागि हाम्रो पूर्ण रूपमा प्रयास हुनेछ। वडा नम्बर 7 र 8 को समस्या के छ भन्दाखेरि बुटवलमा तपाईँले हेर्नुभयो नि 7 र 8 मा हामीले आजभन्दा 3 वर्ष अगाडि चाहिँ पोहोरबाट मोहोर गर्ने भनेर कुहिने पोहोर र नकुहिने पोहोर छुट्टै सङ्कलन गरेर त्यहाँनिर राख्थ्यौँ। तर त्यहाँनिरको अहिले पनि त्यो बुटवलको कुहिने पोहोर र नकुहिने पोहोर भएको छैन। वडा नम्बर 11 बुद्धनगरको यतातिर लगेर फालिएको छ। त्यसले गर्दा हाम्रो यो मुख्य बुटवलको मुख्य स्थान जुन छ सबभन्दा मुटु भनेको बुद्धनगर र देवीनगर हो। त्यो मुटुमा लगेर अहिले हामीले फोहोर व्यवस्थापन गर्दाखेरि साह्रै खत्तम त्यहाँ बनेको छ, एकदम दुर्गन्धित बनेको छ। त्यो खोला यसमा मिसिएर उडेर अहिले तिनाउको पानीलाई समेत त्यसले विनाश पारेको छ। त्यही भएर 7 र 8 को जुन पोहोरबाट मोहोर भन्ने कार्यक्रम थियो अलपत्र परेको छ। हामीले बिहानै 5 बजे गएर हर घर गएर सिकाउँछौँ भन्दा पनि यहाँको नगरपालिकाले हामीले गर्छौँ तपाईँले गरिदिनु परेन भन्दा पनि आज 2 वर्ष भएको छ, थुप्रो छिटो काम अगाडि बढेको छैन। म मेयर साहबलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामीसँग पोहोरबाट मोहोर बनाउनका लागि प्लास्टिकको बाटो बनाउने होइन, जुन कुनै कुराको मल बनाउने, नकुनै कुरालाई सदुपयोग बनाउने सम्पूर्ण टिमहरू छ। तपाईँहरू पनि एकचोटि बुझिदिनु होला, आइदिनु होला। त्यो ठाउँमा चाहिँ हामीले त्यो गर्न चाहन्छौँ। वडा नम्बर 8 शिवनगरको जुन अहिले हाम्रो रहेको के छ भन्दाखेरि त्यो गौशाला छ। त्यो गौशाला त्यहाँ भए पनि हामीले राति हिँड्दाखेरि चाहिँ करिब बाटोमा मात्रै 100 वटा भन्दा गाई गोरु छ कि छैन। अहिले पनि बाटोमा 100 वटा भन्दा धेरै गाई गोरुहरू चाहिँ रहेका छन्। बुटवलमा हामीले जहाँ पनि यो कुराहरू देखिरहेका छौँ। त्यही भएर हाम्रो गौशालाको त्यहाँ अस्ति खाना नपाएर भित्र गाई मर्ने अवस्था पुगेको थियो कि होइन। अहिले पनि त्यो गौशालामा पराल राम्रोसँग पुगेको छैन। अहिले पनि त्यो गौशालामा दानाहरू राम्रोसँग पुगेको छैन। अहिले पनि त्यो गौशालामा होइन औषधि उपचारदेखि सबै कुराहरू पुगेको छैन है। त्यही भएर चाहिँ म नगरपालिकाले स्वामित्व लिएको त्यो गौशालामा म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ हजुरहरू बिन्ती छ त्यो शिवनगर र त्यो गौशाला त्यहाँको मन्दिर त्यहाँ हामीले एउटा गुरुकुल बनाउने भनेर सम्पूर्ण उयोहरू गरेका छौँ। त्यो सबै कुराहरू चाहिँ हजुरले गरिदिनु पर्ने हुन्छ र यदि गर्न सक्नुहुन्न भने बरु जिम्मा दिनुहोस्, हामी त्यसलाई व्यवस्थापन गर्छौँ। बाटोमा गरु हुनु भएन, बाटोमा गाई हुनु भएन। गाई भनेको हाम्रो महालक्ष्मी हुन्, गरु भनेको शिवजीको हामीले अवतारको रूपमा मान्छौँ। साँडेलाई हाम्रो नन्दीलाई हाम्रो त्यस्तो हेप्नु भएन है। त्यही भएर तपाईँहरूले त्यो कामहरू अगाडि बढाइदिनु होला। वडा नम्बर 7 के हाम्रो त्यो दिपनगरमा अहिले हामीले महाकाल युवा समूह लगायत हामी सबै मिलेर चाहिँ अहिले भोकाला भोजन, प्यासीलाई पानी र रोगीलाई उपचार भनेर अहिले हामीले त्यो कार्यक्रमहरू सुरु गरेका छौँ। पछिल्लो 1 महिनादेखि तपाईँले बसकामको हेर्नु होला, बिहान साँझ सधैँ खाना खुवाउने कामहरू पनि चलिरहेको छ। त्यो हाम्रो उपचारहरू पनि गराउँदैछौँ है। सबै कुराहरू हामीले गरेका छौँ। त्यही भएर चाहिँ हजुरहरू कसैलाई पनि बुटवलमा खाना पाउनु भएको छैन भने हाम्रो बसकारमा हरेक दिन बिहान र साँझ हामीले खाना खुवाउने कामहरू गर्छौँ। कसैले उपचार पाउनु भएको छैन भने हामीले उपचार गर्छौँ। र आजकै दिनदेखि हामीले गोलबाग चोकमा, चौडा चोकमा, मिलन चोकमा, तल योइगुडी चोकमा हामीले पानीको व्यवस्था पनि गर्दैछौँ।
पिउने पानी सबैले पाउनुपर्छ भनेर हामीले त्यहाँ निःशुल्क खानेपानीको व्यवस्थाहरू गर्दैछौँ। भोकालाई भोजन, प्यासीलाई पानी, रोगीलाई उपचार, हाम्रो त्यो कार्यक्रमहरू हुनेछ। बुटवलको सबैभन्दा ठुलो समस्या, सबैभन्दा मुख्य समस्या भनेको के छ भन्दाखेरि चाहिँ बुटवल पारीको जुन लाल पूर्जादेखि लिएर तटबन्धको समस्या। बुटवलको सबभन्दा धेरै भोट पाएको एउटा देवीनगर र बुद्धनगर हो होइन। तलको हाम्रो नगरपुर क्षेत्र हो जहिले पनि, तर देवीनगर, बुद्धनगर, नगरपुर बुटवलमा सबभन्दा पीडित एरियाभित्र परेका छन्। त्यहाँका मान्छेहरूलाई बारम्बार झुटो आश्वासन दिएको छ, झुटो सबै कुरा गरिएको छ। तपाईँहरूको लागि हामी लड्छौँ, हामी छ। तपाईँहरूको अहिले पनि हेर्नुहुन्छ भने त्यो फोहोर लगाएर चाहिँ भालिएर तपाईँले एकदम दुर्गन्धित बनाएको छ। आजदेखि बन्द गरियोस् भन्न चाहन्छु। फोहोर लगेर त्यसलाई मोहर बनाउने काम हामीले गर्छौँ, हामीलाई जिम्मा दिन्छौँ भन्न चाहन्छु। देवीनगरको उताको तटबन्ध साह्रै ढिला भइसक्यो, साह्रै ठेकदार चाहिँदैन। बुद्धनगरकै ठेकदार छन्, मान्छेहरू छन्, युवाहरू छन्, उनीहरू सबै कामहरू गर्न तयार छन्। तपाईँले त्यहाँ साथ दिनु होला, त्यसलाई हामीले अगाडि बढाउनु। नेपाल अपाङ्ग आश्रममा हेर्नु न, बिचरा त्यहाँको बच्चाहरूले पढ्न पाएका छैनन्, औषधि उपचार पाएका छैनन्। हो, त्यसलाई पनि म तत्काल व्यवस्थापन गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले अनुरोध गर्न चाहन्छु। र त्यहाँको सम्पूर्ण खाना, औषधि उपचार सबैको जिम्मेवारी पनि आफैले लिन चाहेको घोषणा पनि गर्न चाहन्छु। नेपाल अपाङ्ग आश्रम त्यसमा तलतिरको जुन हाम्रो अब मगरघाट छ, त्यो मगरघाट क्षेत्रमा त्यहाँ ठुलो समस्या के छ भन्दाखेरि त्यो अहिलेसम्म हेर्नु यत्रो धेरै बुटवलका बाटा भने सबै कुरा भने, तर त्यहाँको बाटोहरू अहिले पनि उस्तै छ। त्यहाँको बाटो तुरन्त बनाइदिन पनि म अनुरोध गर्न चाहन्छु। र त्यहाँको जुन अहिले खेलकुदका लागि होइन, हामीले इन्डोर बोर्डदेखि लिएर त्यहाँको होइन कभर हलदेखि लिएर सबै कुरा बनाउने भनियो, त्यो काम साह्रै ढिला भयो। यस्तो ढिला गर्नु भएन, त्यसलाई तुरुन्तै अगाडि बढाउनु पर्यो भनेर म हार्दिक अनुरोध पनि गर्न चाहन्छु है। अनि बुटवलको 13 नम्बर वडाको समस्याहरू धेरै कुराहरू छन्। र त्यहाँको अर्को एउटा समस्या भनेको चाहिँ शिक्षाको समस्या। अहिले हाम्रो बहुमुखी क्याम्पस, अहिले हाम्रो वाणिज्य क्याम्पस, अहिले हाम्रो यहाँको मणिमुकुन्द क्याम्पसमा विद्यार्थीहरू घट्दै गइरहेछन्। किन घट्दै गइरहेछन्? किन हामीले यसलाई ठुलो बनाउन सकेको छैन? किन हाम्रो बहुमुखी क्याम्पसमा अहिलेसम्म सबै विषय कुरा पढाइ हुन सक्दैन? MBAदेखि लिएर होइन, सम्पूर्ण विषयमा मास्टरदेखि लिएर सबै कुरा पढाइ हुन सक्छ। नेपालको भनौँ त पुरानो यो बहुमुखी क्याम्पस भए पनि, नेपालको पुरानो क्याम्पस भए पनि यसको हामी स्तर उन्नति राम्रै गर्न सकेका छैन। यसलाई मैले तत्काल स्तर उन्नति गर्न पनि अनुरोध गर्न चाहन्छु। विगत 10 वर्षदेखि बुटवलमा एउटा सरकारी मेडिकल कलेज बन्ने भनेर सरकारबाट योजनामा परेर सहयोग भन्नु बजेटसम्म पारिसकेको हाम्रो यो सरकारी मेडिकल कलेज लुम्बिनी प्रादेशिक हस्पिटललाई मेडिकल कलेज बनाउने भनेर यहाँ वनवाटिकामा 100 बिघा जग्गासम्म छुट्याइएको, तर विगत यति वर्षदेखि चाहिँ यो कार्यक्रमहरू जेको त्यही जागो त्यही पुग्यो। त्यही भएर यहाँको यो प्रादेशिक हस्पिटललाई तत्काल मेडिकल कलेज बनाउनका लागि र अगाडिको जुन बिल्डिङ छ त्यसलाई 5 स्टार लेभलको एउटा हस्पिटल, सरकारी हस्पिटल बनाउनका लागि म तत्काल अगाडि बढाउने संकल्प पनि यहीबाट गर्न चाहन्छु। कहाँ रोकेको छ, के रोकेको छ, कसले दिएन, कहाँनिर छेक्यो, कसले छेक्यो, कसरी छेक्यो, सबै कुरा हामीलाई भन्नु होला। हाम्रो जेनजी, हाम्रो सम्पूर्ण युवाहरूको टिम छौँ, हामी लड्छौँ। नेपालको सरकारी मेडिकल कलेज हुनु पर्यो, संसारभरिका विद्यार्थी आएर हाम्रो रूपन्देहीमा यहाँ आएर पढ्न पाउनु पर्यो। यो ठुलो समस्या हो। र सबैभन्दा ठुलो समस्या बुटवलको भनेको चाहिँ हाम्रो सिमेन्टको बाटो है। यहाँदेखि नारायणगढ जाने बाटो 2022 मा भ्याइनुपर्ने 18 मा सुरु भएर आज 2026 हुन लागिसक्यो, 25 सकिन लागिसक्यो, 4 वर्ष ढिला भइसक्यो। 3टा ठेकदारलाई हामीले थर्काइसक्यौँ, सबै कुरा गरिसक्यौँ। के भइसक्यो? यो बाटो किन बनेन है? हामीले अबको 2 हप्ता पछाडि कार्यक्रम राख्दैछौँ। बुटवल र बुटवल नजिकैको बाटो, यसको समस्या के हो, समाधान के हो? बजेट पाउनु भएन कि, सामान पाउनु भएन कि है? पहिला हामीले बाटो किन बनेन भनेको पैसा पाइन अरे। पहिले फर्काएपछि पैसा पाइसकेपछि गिटी बालुवा पाइन अरे। गिटी बालुवा पाइसकेपछि के पाइन अरे? नाटक बढी भयो। ठेकदारहरू याद गर्नु, चुनौती दिन चाहन्छु। यति समयमा गर्न सक्नुहुन्छ भने गर्नु, छोडिदिनुहोस्, हामीले गर्छौँ। हामीसँग नि इन्जिनियर छन्, हामीसँग नि श्रमदान गरेर भने दाउन्नेको बाटो बनाइसक्छौँ। दाउन्नेको बाटो अति बढी भइसक्यो, मुख्य बाटो हो, देशभरिको एउटा राजमार्ग हो। यसले हामी बुटवलवासीलाई, समग्र लुम्बिनी प्रदेशवासीलाई र समग्र पश्चिम नेपालवासीलाई साह्रै पीडा दिएको छ। यो पीडा चाहिँ नदिनमा हार्दिक अनुरोध गर्न चाहन्छु र अल्टिमेसन दिन चाहन्छु। 3 महिनाभित्र यो बाटो पुरा भएन भने गाह्रो पर्ला, म यहीबाट होस गर्दा नि अनुरोध गर्न चाहन्छु। सम्पूर्ण जनताको तर्फबाट साह्रै हिलो, साह्रै धुलो, साह्रै खत्तम बाटो भइसक्यो। र बुटवल गरुसिङे बाटो जुन बन्दैछ 6 लेनको, यो बाटो पहिला यो बाटो भत्काउनुभन्दा अगाडि यो बनाउनु पर्यो। एउटा बिचको बाटो भत्काएर वरिपरि बनाउने होइन, पहिला यो वरिपरि बनाउने, त्यसपछि बल्ल भत्काउने।
हाम्रा साथीहरू छन्, हाम्रा युवाहरू छन्, सबैले हेरिरहेछन्। त्यही भएर तपाईँहरूले त्यो कुरा के गरिदिनु पर्यो भन्दाखेरि चाहिँ सबैले यो बाटो पहिला नभत्काइकन बनाएर बल्ल भत्काउनु पर्यो। र यति धेरै यस्तो धेरै खाल्टाखुल्टी छन् कि यो बाटोमा चाहिँ हजुरहरूले के गरिदिनु पर्यो भन्दाखेरि कमसेकम गिटी बालुवा राखेर सम्म बनाउन सकिँदैन। यही खोलामा बाटो छ, यही किनामा गिटी बाटो छ, यही खोला कतिवटा खोला छन् हाम्रो मात्र। त्यही भएर यो बाटो अलि राम्ररी बनाउनु पर्यो, जनताले दुःख पाउनु भएन है। यति कुरा हार्दिक अनुरोध गर्न चाहन्छु। किन तपाईँको वडा नम्बर 1 र 2 को सबभन्दा ठुलो समस्या के छ भन्दाखेरि है त्यहाँको हाई टेन्सन है। हाई टेन्सनले गर्दाखेरि त्यहाँ घरहरूमा बस्न लायक घर छैनन् त्यहाँनिर है। त्यसले साह्रै पीडा दिएको छ। न ब्याङ्कले लोन दिन्छ न उसले केही गर्छ। त्यही भएर चाहिँ यो हाई टेन्सन अन्डरआउट गर्ने कुरा भएको छ। ऊर्जा मन्त्री म कुलमान घिसिङलाई मैले अनुरोध गर्न चाहन्छु, हाम्रो तिलोत्तमामा हाई टेन्सन लिएर यो बिजुलीका तारहरूले एकदम ठुलो तनाव दिएको छ, एकदम धेरै टेन्सन दिएको छ। लालपुर्जा नभएर पनि त्यहाँ टेन्सन दिएको छ। तपाईँहरूले यो व्यवस्था मिलाइदिनु पर्यो। वडा नम्बर 3, 4, 5 तिलोत्तमाको मेन समस्या के छ भन्दाखेरि त्यहाँनिर चाहिँ त्यहाँ उद्योगहरू, व्यापारिक केन्द्रहरू सबै कुराहरू हुँदा हुँदै पनि त्यो ठाउँको भित्री बाहिरबाट एकदमै चिटिक्क देखिन्छ, दामी देखिन्छ है तिलोत्तमाको बाटो। तर भित्रपट्टि हेऱ्यो भने चाहिँ हुँदैन फेरि त्यहीँनिर है। यतापट्टि अलिकति राम्रो भएको छैन। त्यो बाटोको एउटा समस्या। अर्को शिक्षा स्वास्थ्यको हाम्रो सरकारी मेडिकल वनवाटिकामा किन रोक्यो? यतातिर सरकारलाई भने जग्गा दिएनन् भन्छन्, जग्गालाई भने अब अहिले भएर किन जग्गा जे गर्नुहोस् न, तपाईँको होइन नि त यार, मेरो पनि होइन, कसैको पनि होइन है। जग्गा पनि भगवान्को, यो मेडिकल कलेज पनि भगवान्कै हो, देशको जनताको हो। त्यही भएर जनताको कामलाई चाहिँ रोकिदिनु भयो है। आपसी इगोलाई, आपसी झगडालाई, आपसी लफडालाई थाती राखेर हाम्रो यो मेडिकल कलेज त्यहाँ बन्नु पर्यो। त्यहाँ भएको हाम्रा जे भन्नुभयो यो रामबडी क्याम्पस, त्यहाँको अर्को बम्बी क्याम्पस है। त्यहाँ 2058 सालमा तिलोत्तमामा एउटा हस्पिटल बनेको छ, थाहा छ हजुरहरूलाई है। 58 सालमा बनेको अत्याधुनिक अस्पताल अहिलेसम्म उद्घाटन भएर चले होइन। करोडौँको भिडियो एक्सरे मेसिन छ त्यहाँ, खिया लाएर खत्तम भइसक्यो त्यहाँनिर। कि त चलाउनु पर्यो, कि त हामीलाई दिनु पर्यो। हामीले क्यान्सर हस्पिटल भनेर चलाउँछौँ त्यहाँनिर। त्यहाँको नगर अस्पतालको हालत त्यस्तै छ तिलोत्तमाको हो। यो चाहिँ हुनु भएन साथी हो। र बुटोलको सबभन्दा पीडा र सबभन्दा नराम्रो लाग्ने कुरा के छ भन्दाखेरि बुटोलमा सबभन्दा ठुलो पीडा मैले पढेको स्कुल यही हो, यही पछाडिको स्कुल, यही 3 स्कुलमा पढेको। हाम्रो स्कुलमा पढ्दाखेरि हामी 60 जना थियौँ, आज 6 जना पनि छैन कि यो ठाउँमा है। हामी पढ्दाखेरि होराइजनका साथीहरू कतिजना थिए, आज केही मान्छे पनि छैन कि यो ठाउँमा हो। त्यही भएर रोजगार सिर्जनामा, विकासमा कहिले पनि ध्यान गएन त्यो कुराहरू हो। त्यही भएर चाहिँ हजुरले त्यो गरिदिनु पर्यो। वडा नम्बर 13, 14, 15 को बुटोलको समस्या के छ भन्दाखेरि त्यहाँनिर एउटा चाहिँ अब त्यहाँनिर हामीले अब यो काठमाडौँ पठाउने हाम्रो ऊ बनाइदियो, ट्रकहरू लाने सामान राख्ने ठाउँ। तर बाटो घाटो सेवा सुविधा दिनु पर्यो नि त स्थानीयलाई। राति 12 बजीसम्म घ्यार ट्रक आउँछ, तर त्यहाँको स्थानीयलाई पनि त त्यसलाई केही न केही त पाउनु पर्यो, मुआवजा पाउनु पर्यो, सबै पाउनु पर्यो। त्यो नपाइरहेको अवस्थाहरू छ हो। त्यो पनि सरकारले हामीले ध्यान दिन्छौँ र ध्यान दिन एकदम ध्यानाकर्षण पनि गराउँछौँ है। अर्को कुरा के छ भन्दाखेरि चाहिँ बुटोलमा जति पनि उद्योगहरू छन् है, तिलोत्तमामा, बुटोलमा, छैन महिनामा जति पनि फार्महरू छन्, उनीहरू कोही खुसी हुने अवस्था छैन है। जति पनि व्यापारी, अमरबतको व्यापार सुकिसक्यो अहिले है। त्यहाँ मान्छे किन्न कोही पनि जाँदैन है। अहिले देवीनगरमा अलिकति व्यापार होला कि जस्तो भएको थियो। त्यहाँका सबै होटेलहरू मान्छे छैन अहिले हो, सुक्ने अवस्था भयो। त्यही भएर व्यापारीहरूलाई नबचाइकन र उद्योगीहरूलाई नबचाइकन हाम्रो देशको विकास सम्भव छैन। यहाँको हेर्नुहोस् त उद्योग भनौँ, औद्योगिक क्षेत्र बुटोलको, मोतीपुरको औद्योगिक क्षेत्र हेर्नुहोस्, तिलोत्तमाको औद्योगिक क्षेत्र त्यहाँनिर उता त बनेकै छैन, बनेकै छैन। तर यहाँका उद्योगहरू पनि अहिले साह्रै धराशायी अवस्थामा पुगिसके। यहाँका व्यापारीहरूले व्यापार गरेर यो देशमा भविष्य नदेखेर छोडेर जानुपर्ने अवस्था आइसक्यो। यहाँका डाक्टर, यहाँका इन्जिनियर, यहाँका उकिल कोही पनि यहाँ बस्ने सोचमा छैन र बस्ने अवस्था छैन। त्यही भएर म सम्पूर्णलाई के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ यो देशमा जबसम्म रोजगार सिर्जना हुँदैन, यो ठाउँमा जबसम्म व्यापारीहरूलाई माथि पुर्याउन सकिँदैन, जबसम्म उद्योगीहरूलाई माथि पुर्याउन सकिँदैन, तबसम्म हाम्रो विकास सम्भव छैन। त्यही भएर यहाँका उद्योगी, यहाँका व्यापारी, यहाँका कलाकार, यहाँका भनौँ न पर्यटन व्यवसाय, यहाँका सबै कुराहरू चाहिँ हामीले विकास गर्नुपर्ने छ। हाम्रो नुवाकोटमा केवल गाड त गयो, तर त्यहाँनिरका गएका बाटाघाटा अरू धेरै कुराहरू विकास गर्नुपर्नेछ। त्यो राम्रै हुन सकेको छैन। हाम्रो बसन्तपुरको कामाख्या देवीदेखि लिएर त्यहाँ धेरै कुराहरू हुनै सकेको छैन है। त्यही भएर त्यो कुराहरूलाई पनि तत्काल अगाडि बढाइदिन म हामीले तर्फबाट प्रतिज्ञा गर्न चाहन्छु। यो कुराहरूलाई हामी अगाडि बढाउनेछौँ। र जुन हाम्रो तिलोत्तमा भनेको चाहिँ यो भनेको स्वर्गीय अप्सराको नाम हो। किन भनेको स्वर्गीय अप्सराको नाम हो। अप्सरा जस्तो हुनु पर्यो नि त त्यो ठाउँमा होइन र। हाम्रो ज्योतिनगरबाट ज्योति निस्किनु पर्यो नि। हाम्रो देवीनगरमा ठुल्ठुला देवीका मूर्ति हुनु पर्यो है। हाम्रो ज्योतिनगरमा त्यहाँको ज्योति हुनु पर्यो, हाम्रो दिपनगरमा दीप हुनु पर्यो त्यहाँनिर है। त्यो सबै कुरा हुनु पर्यो।
हाम्रो आरती हुनु पर्यो नवदुर्गा मन्दिर गोलपार्कमा सधैँ है। त्यो ठाउँमा हाम्रो बुद्ध नगर बुद्धको ठुलो मूर्तिहरू हुनु पर्यो। हाम्रो युनिटीमा योगा ध्यान हुनु पर्यो है। हाम्रो कालिका नगरमा कालीको ठुलो मूर्ति हुनु पर्यो यहाँनिर चोकमा है। हाम्रो शङ्करनगरमा शङ्करको ठुल्ठुलो त्यो पहिचान नेपाललाई हामीले देवभूमि तपभूमि बनाउन चाहन्छौँ र सुरुवातमा आफ्नै क्षेत्रबाट बनाउन चाहन्छौँ। आज म के घोषणा गर्न चाहन्छु भन्दाखेरि बुटोलमा हामीले अहिले कृषि उद्योग मार्ट भनेर एउटा किसानको लागि चाहिने सम्पूर्ण उपकरणहरू ल्याएर यहाँ राखेको छ। हामीसँग मल बिउ बिरुवा सबै कुराहरू छ र किसानको उत्पादन खरिद गरिदिने किनिदिने भनेर हामीले एउटा माटोहरू सबै कुराहरू पनि बनाइसकेका छौँ। अब हाम्रो दाइहरू हुनुहुन्छ महाकालबाट चाहिँ हामीले तिलोत्तमाको शङ्करनगरमा त्यहाँ महाकालेश्वरको ठुलो धाम पनि बनाउँदैछ। अहिले यहाँ बनाउनको लागि हाम्रो अर्को धाम बनाउनको लागि सबै काम सुरु भइसकेका छ। मुकिना धाममा हामीले 22 गतेदेखि माघी गरेर ठुलो त्यहाँबाट गुरुकुलदेखि सम्पूर्ण कुराहरू सुरु गर्दैछ। यहाँ कपिलवस्तुको बाणगङ्गामा विश्व शान्ति सङ्गठन बनाउने भनेर हामीले त्यहाँनिर अगाडि बढाएका छौँ। हाम्रो यो इन्टरनेसनल एयरपोर्ट चलाउनु पर्यो भनेर अस्ति हामीले भारतसँग वार्ता गरेर आयौँ। अब हामी चाइनासँग र अरू देशसँग र कसैले चलाउन सकेन भने संसारभरिको प्राइभेट जेट ओनर्सको हाम्रो एउटा मिटिङ चलेको छ। तिनीहरूलाई बोलाएर भए पनि यसलाई चलाउने भनेर अगाडि बढाएका छौँ। लुम्बिनी विश्व शान्ति केन्द्रबिन्दु भए पनि त्यो ठाउँमा अहिले एकदमै गाह्रो अवस्था त्यो अवस्थाहरू पुगेको छ। त्यसलाई हामीले अगाडि बढाउने सबै कुराहरू हामीले गरिसकेका छौँ। हो त्यही भएर चाहिँ हाम्रो रूपन्देही क्षेत्र भनेको नमुना क्षेत्रको रूपमा हामी विकास गर्न चाहन्छौँ। क्षेत्र नम्बर 2 भनेको एकदमै केन्द्रबिन्दु हो। अहिले पनि हेर्नुहुन्छ भने हाम्रो यहाँ जेन्जी चोकदेखि लिएर सबै कुराहरू चाहिँ हामीले भनेअनुसार व्यापार गर्न सकेका छैन। र वान अफ द मुख्य समस्या के छ भन्दाखेरि बुटोलवासीको यो समस्या भनेको यो खोलाको यो बाटोको साइड छ नि, बाटोको साइड त अलिक क्लियर हुनु पर्यो। अहिले हेर्नुहोस् तल माथिपट्टि यो पुष्पलाल पार्कदेखि गोलपार्कसम्मको बाटोको साइडको बाटो खत्तम हुनाले त्यहाँको मान्छे हिँड्दैन, त्यो सामान किन्नै जाँदैन है, हिँड्न लायक पनि छैन त्यो ठाउँहरू। त्यो हामीले बुझ्नु पर्यो नि त, कति बेर लाग्ने काम हो, ठुलो काम होइन नि त, गाह्रो काम होइन नि त, तत्काल बनाउनु पर्यो है। यो कुराहरू भए हाम्रो स्थानीय योजनाहरू है। अब हामीले स्थानीय योजना, राष्ट्रिय योजना र अन्तर्राष्ट्रिय योजनाहरू छन्। अब हामीले बिस्तारै सबै कुराहरू अगाडि बढाउन चाहन्छौँ र हाम्रो 23 गते काठमाडौँमा हाम्रो अहिले सम्पूर्ण वैकल्पिक शक्तिहरूको भेला छ। 27 गते हामीले त्यहाँ एउटा ठुलो घोषणा पनि गर्दैछौँ। काठमाडौँबाट हामी आउँदैछौँ, हामी भोलि उतातिर जान्छौँ र यो बुटोल भनेको चाहिँ लुम्बिनी प्रदेशका 12वटा जिल्लाको केन्द्रबिन्दु हो। यहाँबाट हामीले पाल्पालाई, गुल्मीलाई, अर्घाखाँचीलाई होइन, प्युठानलाई, रोल्पालाई, रुकुमलाई, दाङलाई, बाँके, बर्दिया होइन, कपिलवस्तु, नोल, पलासी यति जिल्लालाई जोडेर चाहिँ हामीले हरेक जिल्लाको एउटा बुटोलमा मार्ट बनाउन चाहन्छौँ। त्यो मार्टमा के हुन्छ भन्दाखेरि हरेक जिल्लाको उत्पादन ल्याएर हामीले बजार ग्यारेन्टी गर्छौँ र बुटोलका प्रत्येक वडामा चाहिँ हामीले एक-एउटा हाट बजार बनाउने भनेर हाट बजार सङ्घ भनेर हामीले दर्ता गरिसकेछौँ। अब हामीले नेपालको प्रत्येक वडामा नेपालमा भएका उत्पादनको मात्रै हाट बजार बनाउने भनेर हामीले यसलाई अगाडि बढाएका छौँ। यो योजनालाई व्यापारिक केन्द्रको रूपमा, नेपालको आइटी सिटी र एजुकेसन सिटीको रूपमा हामीले महिना बुटोल र तिलोत्तमालाई, यो बुटोललाई चाहिँ हामीले एजुकेसन सिटीको रूपमा विकास गर्न चाहन्छौँ, महिनालाई आइटी सिटीको रूपमा विकास गर्न चाहन्छौँ र तिलोत्तमालाई हामीले व्यापारिक केन्द्रको रूपमा विकास गर्न चाहन्छौँ। नेपालभरिको व्यापारिक केन्द्र तिलोत्तमा बनाउन चाहन्छौँ र हेल्थ र एजुकेसनको हब पनि यसैलाई बनाउन चाहन्छौँ। बुटोललाई हामीले एजुकेसन सम्पूर्ण रूपमा डिजिटल एजुकेसनको एउटा हब बनाउने भनेर बुटोलको शिक्षा स्वास्थ्य शिक्षालाई चाहिँ हामीले मेन विकास गर्न चाहन्छौँ। नेपालभरिको एउटा आइटीको सेन्टर चाहिँ हामीले तिलोत्तमा बनाउने, महिनालाई बनाउने भनेर एउटा आइटी सिटीको रूपमा त्यसलाई विकास गर्न चाहन्छौँ। हजुरहरू सबैले साथ दिनु होला। हामीले यहाँबाट चाहिँ गुल्मी सम्पूर्ण 12वटै लुम्बिनी प्रदेशका जिल्लामा यहाँबाट हामीले चाहिने कुरा पठाउँछौँ र हरेक जिल्लामा हामीले मिनिमम 7,000 रोजगार, एउटा पालिकामा 300 रोजगार हामीले व्यवस्थापन गर्नेछौँ र प्रत्येक पालिकामा 1 लाख बिरुवा रोप्ने योजना छ। अबको 1 हप्तामा हामीले अर्घाखाँचीमा करिब 10,000 बिरुवा रोप्दैछौँ, गुल्मीमा करिब 15,000 बिरुवा रोप्दैछौँ, सल्यानमा करिब 15,000 बिरुवा रोप्दैछौँ, रोल्पामा, रुकुममा हाम्रो बिरुवा रोप्ने कार्यक्रम अगाडि बढेको छ। हाम्रो हरेक मध्य पहाडी जिल्ला र पहाडी जिल्लामा हामीले त्यही खालका अगरु, रुद्राक्ष, बुट्टे, चन्दन, श्रीखण्ड, फलफुल र जडीबुटीका बिरुवा रोप्दैछौँ र तराईका जिल्लाहरूमा मोरिङ्गा, गटमिला लगायतका यो खालका बिरुवा रोप्दैछौँ। तपाईँहरू सबैजनाले साथ दिनु होला। यो हाम्रो अभियान, यो हाम्रो कार्यक्रम त्यहाँनिर हामीले आउँदैछ। अहिले हाम्रो 5वटा महाअभियानहरू छन्। एउटा पहिला देश महाअभियान, त केबाट उठ्छस्, कसरी उठ्छस् भनेर सोध्नुहुन्छ, म पहिला देशबाट उठ्छु है त। उठ्दाखेरि अहिले पहिला देश, अनि जनता, अनि हामी है। देश पहिला, नेपाल पहिला, नेपाल आमा पहिला, हामी त्यसरी अगाडि बढ्न चाहन्छौँ। र आजको घोषणामा हामीले नेपाललाई 5वटा महाअभियान, एउटा भनेको पहिला देश महाअभियान,
मान्छेले कुन पार्टी होस्, कुन जात होस्, कुन धर्म होस् भन्दा पहिला हामी नेपाली हौँ, हामी वीर गोर्खाली हौँ, हामी शिवका नाति हौँ, हामी बुद्धका छोरा हौँ, हामी महाकालीका नाति हौँ, हामी सीता माताका छोरा हौँ भनेर अगाडि बढ्न चाहन्छु। आज माता र पितालाई आशीर्वाद दिएर साइडमा राखेर म यहाँबाट के घोषणा गर्न चाहन्छु भन्दाखेरि जननी जन्मभूमि स्वर्ग तपी गरिएछि। जन्मिएको देश र जन्म दिने आमा प्राणभन्दा पनि प्यारो हुन्छ र हामी जन्मेको अर्घाखाँची हो, कोही जन्मेको गुल्मी होला, कोही जन्मेको प्युठान होला, हामी जन्मिएको गाउँ गरिब होइन है। हाम्रो अर्घाखाँची, हाम्रो रूपन्देही, हाम्रो कपिलवस्तु गरिब होइन। तर अर्घाखाँची बनाउनका लागि मलाई अर्घाखाँची किसानलाई बजार ग्यारेन्टी गर्नुपर्छ। त्यो बजार बुटोल हो, त्यही भएर म बुटोलबाट पहिला उठेको हो। मैले सुनौलीबाट आउने तरकारी फलफुलहरू बन्द गरेर गुल्मी अर्घाखाँची प्युठानको तरकारी फलफुललाई बजार दिनुपर्ने छ, त्यो बजार दिनका लागि म यहाँबाट उठेको हो। मैले रोल्पा रुकुम विकास गर्नका लागि यहाँबाट उठेको हो। अर्घाखाँची जिल्लालाई मेडिकल कलेज बनाउन, गुल्मी जिल्ला अस्पताललाई मेडिकल कलेज बनाउनका लागि र निःशुल्क स्वास्थ्य गर्नका लागि, घर घरमा स्वास्थ्य सेवा पुर्याउनका लागि बुटोल जबसम्म बन्दैन, जबसम्म बुटोललाई किन्दिनँ तबसम्म मैले जित्न सक्दिनँ, जबसम्म बुटोललाई मैले बनाउन सकिनँ तबसम्म लुम्बिनी प्रदेशको विकास गर्न सक्दिनँ भनेर बुटोलको लुम्बिनी प्रदेशको मुख्य केन्द्रबिन्दु म यहाँबाट उठेको हो। सबैजनालाई म आज के अनुरोध गर्न चाहन्छु भन्दाखेरि आफ्ना हजुरबा हजुरआमा, आफ्ना बाआमालाई छोडेर विदेश गएर हाम्रा साथीहरूलाई खुसी पाइँदैन है त साथी हो। पैसाको भोकले तिमी पैसाले पुर्ने लाऊ। नेपालमा सबभन्दा धेरै साल भएको जिल्ला मेरो अर्घाखाँची गरिब जिल्ला होइन, सबभन्दा धेरै इतिहास बोकेको जिल्ला, सबभन्दा धेरै भन्न धेरै कुराहरू भएको जिल्ला हाम्रो पाल्पा गरिब जिल्ला होइन। हाम्रो गुल्मी गरिब होइन, हाम्रो रोल्पा रुकुम गरिब होइन साथी हो। हिजो बिहान अमेरिकाले भागेर रोल्पा रुकुम आएर बस्ने साथी हो, याद छ है। 1973सम्म अमेरिकाका युवा आएर लुकेर बस्ने आज रोल्पा रुकुम। आज रोल्पा रुकुमका युवाहरू होइन खाडीको बाटो भएर हिँड्दै गएर बाटोमै ज्यान गुमाउनु पर्ने अवस्था छ। रोल्पा रुकुम जडीबुटीले मात्र नेपालको सबभन्दा धनी जिल्ला थियो। हर्रो बर्रो अम्ला चिराइतो गाजा सबै कुरा गरेर म यहीबाट वार्ता गर्न चाहन्छु। प्युठानमा अहिले पनि 1 लाखभन्दा धेरै श्रीखण्डका बोट छ, अहिले पनि रक्त चन्दन छ, अहिले पनि त्यहाँ अरूढ रुद्राक्षहरू त्यति नै धेरै छ है। आफ्नो गाउँमा भएको साल काट्न नदिने, आफ्नो गाउँमा भएको जडीबुटीहरू गाँसे रोप्न नदिने, आफ्नो गाउँमा फलाएका आज हाम्रो रोल्पा रुकुममा मगरले बनाएका लोकल लक्ष्य पोखिदिने, आज हाम्रो बागलुङमा घोरपाटनमा भएका सम्पूर्ण जडीबुटीहरू फालिदिने, तर विदेशबाट औषधि ल्याएर बेच्ने, विदेशबाट रक्सी ल्याएर बेच्ने, किसानलाई मार्ने, मजदुरलाई मार्ने साथी हो। हामी दिन हामी राजनीति गरेर हामी नेता बन्न आएको होइन, हामी कसैलाई नेता बनाउन आएको होइन। हामी जनतालाई बनाउन आएको, हाम्रो रोल्पा बनाउन आएको, हाम्रो रुकुम बनाउन आएको, हाम्रो दाङ बनाउन आएको, हाम्रो गुल्मी बनाउन आएको, हाम्रो अर्घाखाँची बनाउन आएको, हाम्रो बाँके बनाउन आएको, हाम्रो पर्दिया बनाउन आएको, हाम्रो पाल्पा बनाउन आएको, हाम्रो सेक्जा, हाम्रो बागलुङ बनाउन आएको। हामी सबै जिल्लाका वासी मिलेर हामीले रूपन्देही बनाएको है। रूपन्देही आफैमा रूपन्देही बनेको होइन, हामीले गाउँ ठाउँबाट आएर बनाएको। हाम्रो अर्को महाअभियान देश वर्ग महाअभियान, गाउँ वर्ग महाअभियान हो है। गाउँ वर्ग महाअभियानमा विदेशमा भएका साथीहरू आउनुहोस् बुटोलमा, हामी रोजगार दिन्छौँ तपाईँलाई है। खोलाको किनारमा बसेर बल्छी हालेर जिन्दगी चल्छ, जङ्गलमा गएर कन्दमूल बेचेर जिन्दगी चल्छ। हामी गरिब होइन साथी हो है। म डक्टर भएर आफ्ना बाआमा बिरामीको उपचार गर्न पाइनँ भने मेरो के मतलब। हामी हरेक व्यक्तिहरू सेवाको लागि आएको छ, कोही उत्पादन गरेर सेवा गरेर किसान भगवान हुन्, उद्योगी भगवान हुन्, उनीहरूले उत्पादन गरेर खाएर हामी बाँचेको, उनीहरूलाई मारेर हामी अगाडि बढ्न सकिँदैन है त साथी हो है। हाम्रा व्यापारीहरू जसले यो देशकै उत्पादनहरू बेचेर केही गर्छु भनेछ उनीहरू बस्नु पर्यो। आज हाम्रो बुटोलको सब्जी मन्डीमा 80% उत्पादन नेपालको छैन है। यो नेपालको उत्पादन राख्नु पर्यो साथी हो। आज त्यहाँको तरकारी बजार, किन तपाईँको सरकारी बजार, तरकारी बजारमा त्यहाँको उत्पादन छैन। आज हाम्रो हाट बजारमा गएर हेर्ने भने कोही पनि नेपालको उत्पादनहरू कम छ त्यहाँनिर, त्यो हुनु भएन साथी हो। हामीले सल्यानको कपुरकोटको तरकारी ल्याएर बेच्न सक्नु पर्यो, रुकुमको रोल्पाको आलु ल्याएर बेच्न सक्नु पर्यो है। हाम्रो प्युठानको बागदुल्लाबाट हामीले त्यहाँबाट बह ल्याएर बेच्न सक्नु पर्यो साथी हो। त्यहाँको कोदो ल्याएर बेच्न सक्नु पर्यो, त्यहाँको फापर ल्याएर बेच्न सक्नु पर्यो, अनि बन्छ हाम्रो देश, अनि बन्छ हाम्रो बुटोल है। बुटोल भनेको ओजे सिंह थापादेखि अमर सिंह थापाको नाति ओजे सिंह थापा आएर लडेर जितेर बनाएको किल्ला हो, जितगढी किल्ला हो है। यो ठाउँमा हामी धेरै कुराहरू अहिले पनि हेर्नु होला, हामीले धेरै कुराहरू गर्न चाहन्छौँ। हाम्रो बुटोल भनेको परिवर्तनको किल्ला हो, हाम्रो भनौँ न जितगढी भनेको विजयको किल्ला हो, वीरताको किल्ला हो। पाल्पा भनेको नेपालको राजधानी हो। पहिला सुरुमा यहीबाट भन्न चाहन्छु, नेपाल कसरी भएको भन्दाखेरि
पाल वंशले र ऋषिले मिलेर बनाएको नेपाल हो हैन। गोरखनाथले बनाएको गोरख राज्य र गोरख साम्राज्य हो यो देश है। त सबैजनाले बुझ्नु पर्यो यो भनेको। जब पाल्पामा राजधानी थियो नि मैसुरसम्म हैन मङ्गोलियासम्मले कर तिर्न पाल्पा हुन्थे। नरेन्द्रनाथको किताबमा हेर्नु होला, मैले हावा कुरा बोलेको होइन है। मैसुरबाट बेङ्गलोरबाट कर तिर्न पाल्पा हुन्थे पहिला है। पाल वंशले चलाएको भएर पाल्पा भएको यो बुझ्नुपर्छ हामीले। पछि गोपाल महिषपाल के पाल आए, पहिलेदेखि पाल वंशले चलाएर पाल्पा भएको हामीले बुझ्नुपर्छ है। यहाँ मङ्गलसेनदेखि सबै सेनाहरूको इतिहास हामीले जान्नुपर्छ। हाम्रो पाल्पाको भैरवी स्थानमा स्वयं भगवान भैरव आएर यन्त्र तन्त्र मन्त्र पत्ता लागेको ठाउँ हो यो क्षेत्र भनेको। भैरवी स्थान भैरव स्थान भनेको भैरवको जन्म भएको स्थान, भैरव भनेको भैरवको गाउँ है। अरू यो भैरव क्षेत्र हो र यो लुम्बिनी भनेको ट्रेङ्गल गोल्डेन ट्रेङ्गल हो यो है। स्वर्गद्वारले स्वर्गद्वार के अरे कैलाश पर्वतदेखि स्वर्गद्वारसम्म स्वर्ग जाने बाटो, स्वर्गद्वारदेखि सगरमाथासम्म स्वर्गको बाटो, स्वर्गदेखि कञ्चनजङ्घा स्वर्ग पछिको बाटो है। यो लुम्बिनी प्रदेशमा सातवटा प्रदेशमा प्रदेश सरकार मन्त्री खारेज गरेर होइन हामीले यो बनाउँदैछौँ है। चक्रहरू बनाउँदैछौँ यहाँबाट पाल्पा हुँदै गुल्मी हुँदै होइन। अनि चाहिँ यता अलिकति बागलुङ छोएर यतापट्टि प्युठान रोल्पा रुकुम हुँदै होइन, प्युठान हुँदै होइन, सल्यानको अलिकति पार्ट छोएर मागे बर्दिया भएर दाङ भएर कपिलवस्तु भएर लुम्बिनीसम्म हाम्रो एउटा चक्र बनाउँदैछौँ। यो चक्र हिँड्यो भने हाम्रो विशुद्ध चक्र खोज्छ। 1 नम्बर प्रदेशमा हामी मूलधारा चक्र त्यो खालको हाम्रो योजनाहरू छन्। हरेक पालिकामा एक पालिका 300 रोजगार भनेर सङ्कलन केन्द्र वितरण केन्द्र नर्सरी हामीले बनाउँदैछौँ। पाल्पाको रामपुरमा सुरु भइसक्यो, किनौँ गाउँपालिकामा सुरु भइसक्यो होइन, पाल्पाको तानजुनमा सुरु भइसक्यो, राति मेरै गाउँपालिकामा सुरु भइसक्यो, गुल्मीको छतरकोटमा सुरु भइसक्यो, गुल्मीको गुल्मी दरबारमा सुरु भइसक्यो, गुल्मीको इस्मा गाउँपालिकामा सुरु भइसक्यो। तपाईँ गाउँपालिकाहरू पनि गर्नुहोला। 300वटा घरलाई मेम्बर बनाएर उनीहरूको उत्पादन किनिदिने, उनीहरू चाहिँ मल बिउ बिरुवा दिने, पाहाडले 1 रुपियाँ 1 लाख कमाउने हामीले बनाउँछौँ। तपाईँले ढुक्क भएर लाग्नु होला। सल्लाहलाई साललाई सदुपयोग गरेर एउटा रुख काटेर बिग्रिन साथी हो 10वटा रुख रोप्नेछ पनि म भन्न चाहन्छु। नेपालमा सबभन्दा धेरै साल भएको जिल्ला कुन नरेश भन्यो भने हाम्रै जिल्ला अर्घाट जिल्ला है। कपिलवस्तुको अर्घाटले मात्र साल सदुपयोग गरेर नेपालको ऋण तिर्न पुग्छ है। त्यो कारणले गर्दा हाम्रो ठाउँ हाम्रो गाउँ गरिब छैन। हाम्रो यो क्षेत्र नम्बर 2 रूपन्देही जिल्ला देवदह भनेको त आफै सोच्नु न, बुद्धले ज्ञान पाएको गया मात्र गएर हो। एकैचोटि स्वास्थ्य ज्ञान आएको त होइन नि। जन्मेको यहाँ लुम्बिनी होइन, माउली यहाँ होइन, मरेको यहीँ देवदहमा भनिसके पछाडि चाहिँ हाम्रो देवदह अत्यन्त सुन्दर ठाउँ। हाम्रो चरङ्गी हाम्रो सबै कुरा हामीले बुझ्नुपर्छ। हाम्रो मायादेवी, हाम्रो सिद्धार्थनगर, हाम्रो कुन पालिका राम्रो छैन कि हाम्रो बुद्ध भूमि, हाम्रो सबै ठाउँ एकदमै राम्रो छ है। स्वर्गको देश छ, भगवान् जस्तो जनता छ। स्वर्गको टुक्रा रूपन्देही, स्वर्गको टुक्रा सम्पूर्ण 12 टुक्राहरूको जिम्मा लिएर यो क्षेत्रको नेतृत्व गर्ने र 2079 सालमा जुन भाषा गरेको थिए है, यहाँका सुब्बासिला लाल पूर्जा दिने, यहाँ तटबन्ध बनाउने, यहाँको मेडिकल कलेज तत्काल बनाउने, बाटोघाटो छिटो बनाउने होइन, यहाँका सम्पूर्णलाई रोजगार दिने, शिक्षा स्वास्थ्य निःशुल्क गर्ने सबै कुराहरूमा आज वाचा गर्न चाहन्छु। र राष्ट्रिय योजनाहरू आज एकैचोटि सबै कुराहरू प्रस्तुत नगरौँ। सर्टकटमा जिन्दगीको उद्देश्य के हो भने नि विश्व शान्ति सङ्गठन कपिलवस्तुको बाणगङ्गामा बनाएर मैले त्यसका लागि इन्डियाका प्रधानमन्त्री, चाइनाको प्रधानमन्त्री, बुर्किना फासोको राष्ट्रपति लगायत कुराकानी अगाडि बढेको छ। अहिले गफमा ठुलो कुराहरू भन्छन्, तर म काम गरेपछि भन्छु। वैशाख 18 गते म निमन्त्रणा गर्न चाहन्छु। मे 1 को दिन सबैजनालाई बोलाउँछु। बुद्ध जयन्तीको दिन, गोरख जयन्तीको दिन, चण्डी जयन्तीको दिन, सबै दिन एकै दिन पर्दो रहेछ। केही दिन चाहिँ हामीले त्यहाँनिर पूजा गर्छौँ। र मेन कुरा चाहिँ हाम्रो महाकालेश्वर धाम भनेर हामीले शिवनगरमा हाम्रो गुरु हाम्रो एकदम प्रदीप दाई लगायत उहाँले 5 बिघा जग्गा दान दिनुभएको छ बनाउनको लागि है। त्यो बनाउँदैछ। अहिलेदेखि हामीले यहाँनिर चाहिँ भोकाला भोजन, प्यासिला पानी रोगीलाई उपचार भनेर बसपाल गरिरहेको छौँ। आजदेखि हामी पानी पनि वितरण गर्ने काम गर्छौँ र त्यो उपचार काम पनि सुरु गर्छौँ। सबैजनाले साथ दिनु होला। 6 महिना र तिलोत्तमामा पनि हामीले सुरु गर्नेछौँ। हाम्रो यज्ञहरू सबै कुराको तयारी भइरहेको छ। नेपाल हामीले वैदिक सनातन हिन्दू बुद्ध किराँत राष्ट्र नेपाल बनाउन चाहन्छौँ होइन। पापीको राज्य हुँदैन, अधर्मीहरूको राज्य हुँदैन, धार्मिक राज्य हुनुपर्छ है। इभन ट्रम्पले धर्ममान भनेको छ, जुनसुकै धर्म मान्ने हाम्रो आपत्ति भएन है, तर धर्म चाहिँ मान्नुपर्छ, आध्यात्मिक हुनुपर्छ। यहीबाट म घोषणा पनि गर्न चाहन्छु। उद्देश्य चाहिँ 8 वर्षमा नेपाललाई स्वर्गको नमुना बनाएर होइन, 18 वर्ष पृथ्वी स्वर्ग बनाउने हो। 1 वर्षमा शिक्षा स्वास्थ्य न्याय सुरक्षा पानी बिजुली निःशुल्क गर्ने हो। 3 वर्षमा सबैलाई रोजगार दिएर होइन, नेपालले सबै कुराहरू
ऋण दिने हो, 5 वर्ष हरेक नेपाललाई करोडपति बनाउने हो। ग भनेको होइन 108 जना बिकेको टोली, 108 जना गुरुको टोली र 108 जना युवाको टोली हामीसँग तयार छ। हामी कुरा गर्न आएका होइनौँ। हामीलाई कुरा गर्न किन परेको भन्दा कसैले पनि नभनेपछि त हामीले भन्न पर्यो। साथ चाहिएर, जनता चाहिएर हामीले भनेको हो। हामी हाम्रा गरेका बाचाहरू पुरा गर्छौँ भन्न चाहन्छु र सबैजनालाई हामीले यो चुनावी सभा किन गरेको भन्दा प्रत्यक्ष कार्यकारी यति गर्न दिएन। विदेशी शक्ति, पुरानो शक्ति र अहिलेको सरकारले हामीलाई दिएन भने पनि प्लान बी अन्तर्गत यदि चुनावै भइहाल्यो भने पनि हामी त्यसको लागि तयार छौँ। होइन राष्ट्रिय स्वतन्त्र पार्टी होइन र कुलमान घिसिङ दाईको हाम्रो यो उज्यालो नेपाल पार्टी र हर्क चाम्पाङ दाई पर्सिका भुटो लाउँदै हुनुहुन्छ। उहाँको श्रम संस्कृति पार्टी र दुर्गा दाई मिलेर सकिन्छ एकता गरौँ। नसके पनि हामी चुनावी तालमेल गरेर पुरानालाई बढारौँ। काङ्ग्रेस एमालेमा आउन नदिउँ भन्ने अनुरोध गर्नको लागि पनि यो सभा गरेको हो। यदि हजुरहरू मिल्नु भएन, गाह्रो पर्यो भने त्यस्तै अवस्था आयो भने हाम्रा पनि उम्मेदवारहरू नभएको होइनन्, हाम्रा पनि विज्ञहरू नभएका होइनन्, हाम्रा पनि मान्छे नभएका होइनन्। सबैलाई गाह्रो पर्छ। भतिजा पनि गाह्रो पर्छ, कुलमानलाई पनि गाह्रो पर्छ, हर्क दाईलाई पनि गाह्रो पर्छ, हामीलाई पनि गाह्रो पर्छ। गाह्रो पार्ने काम नगरौँ, हामी मिलौँ, एकजुट हौँ भन्न चाहन्छु। र रूपन्देही जिल्लाका सम्पूर्ण मतदाताहरूलाई म हजुरहरू भगवान् जस्तै हुनुहुन्छ एकदम धन्यवाद दिन चाहन्छु। हजुरहरूले मलाई मप्रति देख्नु भएको माया, सम्मान र सम्मानप्रति म एकदम हृदयदेखि कृतज्ञता व्यक्त गर्दै हजुरहरू सबैलाई चाहिँ अहिले भोट माग्दै यो देश बनाउने चाहे मर्न परोस् म ज्यान दिन तयार छु। तर जनतालाई, देशलाई र नेपाल आमालाई गद्दार हुने काम कहिले पनि गर्ने छैन भन्दै यदा यदा हे धर्मस्य ग्लानिर्भवति नेपाल अभ्युत्थानाय अधर्मस्य तदत्मनाय सुजामहिं परित्राणाय साधूनां विनाशाय च दुष्कृतम् धर्म स्थापनार्थाय सम्भवानी युगे युगे असत्यमा सद्गमय तमस्यामा ज्योतिर्गमय मृत्युमा अमृतगमय। असत्यमा थोरै सत्य सुन्न खोजेको सुन्दा अलिकति कठोर सुन्नेला, अलिकति शब्दहरू प्रहार गर्दा नराम्रो लाग्ला। त्यसका लागि म सबैसँग क्षमा प्रार्थी हुन चाहन्छु र हजुरहरूलाई भनेको बेला म पुगेको छु। कुनै ठाउँमा पुग्न सकिनँ होला, कुनै ठाउँमा म चुकेँ होला, कुनै ठाउँमा अलिकति शब्द प्रहार गर्दाखेरि अलिकति नराम्रो शब्दहरू प्रहार गरेँ होला। त्यसप्रति म माफी माग्न चाहन्छु र सम्पूर्ण नयाँ शक्तिहरूलाई एकजुट हुन हार्दिक अनुरोध गर्दै सधैँभरि जनता, देश र धर्म तिनवटा कुरा बच्नै पर्छ र बचाउनको लागि कटिबद्ध भन्ने वाचा गर्दै छैन महिना तिलोत्तमा र बुटवलवासीलाई एकदम तपाईँहरू गौरवान्वित हुनुहुन्छ। यो ठाउँ हाम्रो गाउँ गरिब होइन भन्दै विदेशमा भएका साथीहरूलाई सहरमा फर्क, सहरबाट गाउँ फर्क भनेर होइन जुन हाम्रा निरोगी नेपाल, आत्मनिर्भर नेपाल महाअभियान, देशतन्त्र महाअभियान र होइन अनि यो राष्ट्र पुनर्निर्माण महाअभियानमा सबैजनालाई जित्न अनुरोध गर्दै अहिलेका लागि यो घोषणा यहीबाट समापन भएको घोषणा गर्न चाहन्छु। बुवा माता हाम्रो भन्जु सर लगायत सम्पूर्ण उपस्थितिलाई धन्यवाद दिन चाहन्छु र रूपन्देही बुद्धभूमि, रूपन्देही भैरवको ठाउँ, रूपन्देही सम्पूर्ण मुक्तिनाथदेखि लिएर सम्पूर्ण स्थान भएको ठाउँ, सम्पूर्ण शक्ति दुर्गा मातादेखि कालिका मातादेखि लिएर सबैको आशीर्वाद दिँदै सम्पूर्ण जनताहरू, भगवान् जस्ता जनता र स्वर्गस्थ देशका सम्पूर्ण नेपाली नागरिकहरू, देशभित्र भएका, देश बाहिर भएकालाई प्लान ए भनेको चुनावी नगर्ने, माग पुरा गर्ने, त्यो चुनाव भइहाल्यो भने पनि तयार रहेको घोषणा गर्दै बिदा हुन्छौँ। धन्यवाद।